नमस्कार। आज मोमो खाने भएर सबैभन्दा पहिला मैदा हालेर मोमोको डो हामीले रेडी गरिसकेका छौँ है। हेर्न सक्नुहुन्छ यहाँ छौँ। यो किमा पसलमै किमा गरेर लिएको। यसमा चाहिँ यो के भन्नु होला फेरि, यो चाहिँ हो अदुवा र गार्लिक लसुनको चाहिँ पेस्ट। अनि त्यसपछि चाहिँ यो मोमो बनाउनको लागि यो पेस्ट है। त्यसपछि यो भयो मोमो मसला है। यो मोमो मसला पनि तपाईँले आफ्नो स्वाद अनुसार राख्न सक्नुहुन्छ, तपाईँलाई कति मनपर्छ। मैले यति राखेको छु है। यो भयो चाहिँ मिट मसला, थोरै मैले मिट मसला पनि राखेँ। यो पनि स्वाद अनुसार राख्नु होला है, आफ्नो स्वाद अनुसार। अनि यो चाहिँ साल्ट, नुन पनि तपाईँले आफ्नो स्वाद अनुसार तपाईँलाई कतिको नुन मनपर्छ त्यो अनुसार राख्नु होला। र यसमा चाहिँ हामीले यो टेस्टिङ पाउडर चाहिँ राखिएन है, यो स्वास्थ्यको लागि त्यति राम्रो हुँदैन। अनि स्वादको लागि मैले थोरै घिउ है, टेस्टिङ पाउडर नराखेको भएर हल्का जुसी हुन्छ भनेर हामीले थोरै घिउ मैले यसमा राखेको छु। यसमा हल्का जुसी बनाउनको लागि मैले चाहिँ तेल झानेर लिएको छु है। तेल झानेर यसलाई झ्वाइँ पार्दै यसरी यहाँ यसरी झ्वाइँ पार्ने है, यसरी तेल है। यसरी सट्ट मोलेपछि यो मोमोको डोलाई 2 घन्टा जति भिजाएपछि अहिले चाहिँ म यो डो बनाउँदैछु मोमोको। यसको लागि चाहिँ धेरै ठुलो होइन, सानो यत्रो पिस बनाए चाहिँ ठिक हुन्छ है। बनाउँदैछु किमा पनि हामीले बनाएर राखिसकेका छौँ। अब एकदम रेडी भएको छ। मलाई चाहिँ यो छोराले साथ दिइरहेको छ, दिदीहरू पनि हुनुहुन्छ। र त्यसपछि यो मोमोको डो चाहिँ बनाउँदैछु। यो मैले अलिकति बनाएको छु। अब मैले चाहिँ मोमो बनाउँछु है। दिदीलाई चाहिँ यो बेल्न सिकाउनु पऱ्यो। दिदी हुन्छ यसरी बेल्ने है, एकचोटि सलक्क यसरी सट्ट यसरी गराउनु यस्तो, अनि फेरि अर्कोचोटि फेरि यस्तो गराउनु पऱ्यो। एकैचोटिमा ट्याक्कै रेडी हुन्छ, एकचोटिमा ठ्याक्कै रेडी हुन्छ यसरी ट्याक्कै बनाउने। अब दिदी प्लेट भएको छ। यो चाहिँ ट्याक्कै यसरी बनेको छ। र चाहिँ कस्तो बनेको छ मोमो चाहिँ राम्रै छ नि होइन। थुक्नेलाई पाइँदै फेरि है। छोराले पनि बनाएको छ नि, राम्रै छ छोराले बनाएको नि, जिउटले बनाएको है छोराले। छोराको त झन् त्यो राम्रो बनेको छ है, यो छोराले बनाएको। ल अब चाहिँ पाक्छ, म यो बनाउँदैछु। छोरा